हेलो गाइस, आज चाहिँ हामी दर खाने प्रोग्राम भइरहेछ। हामी चाहिँ यहाँ दर पकाउँदैछौँ हाम्रो मिनी किचनमा। हाम्रो चाहिँ दर खाँदैछ। जस्तो लाएर भिडियो हो, मिठो पकाउनुहुन्छ जस्तो लाएर मासु सिलाइसक्यो। मासु सिलाइसक्यो। अब सिलाइसकेपछि ठुलो पकाउनु भयो, भाइले चाहिँ पनिर पकाउनु भयो होइन। यसपालि हाम्रो पिस फ्यान्टास्टिङ। ओ धन्यवाद। कहिले खुसीले खाना मान्दैन त। यो चाहिँ हाम्रो चिकन पाकिसक्यो। यो हाम्रो अचार, यो हाम्रो पनिर र राजमा, यो चाहिँ फिस छ। हाम्रो मिठो मिठो पकाउने। दिदी यसपालि पिच के भइरहेछ अरे? यसपालि पिस एकदम रमाइलो भइरहेछ किनकि हाम्रो होइन इङ्ग्लिसमा भनिदिनु न। यसपालि पिच के भइरहेछ? फ्यान्टास्टिङ। अनि अरू अब एकदम गुड डे। गुड डे भइरहेछ। अहिले त रात परिसक्यो नि त दिदी। यो चाहिँ के पकाउनु यो लागि? चाहिँ माछामा झोल हाल्नु लागि हामीले टाउको माछाको टाउको होइन। ए यही हो। यही हो होइन। अनि यो त अलिकति छ त दिदी, अरू टाउको चाहिँ छ। अरू टाउको माछा खाएन। हामीले त 4वटा सिँगै माछा ल्याएको छ त। यहाँ त छैन त। ल टाउको हराएको छ। केही छैन अब चाल्दैछ। अनि पुलाउ पकाउनु बनिरहेको यो पुलाउ पकाउने बहिनी, यो मेरो आफ्नै बुढी हो। यो चाहिँ मेरो छोरी। यो चाहिँ सानो हो, यता हेर्दै हो। ए यो चाहिँ मेरो कान्छी छोरी हो। फ्यान्टास्टिङ भयो। हाम्रो किचन चाहिँ यस्तै हो होइन। अब हामी गरिबको घरमा चाहिँ यस्तै छ किचन चाहिँ भाइ। ओ सानी आऊ त, हेलो भनिदेऊ। तिम्रो नाम के हो? हो सुषमा। यो चाहिँ नोरा थापा हो। यो चाहिँ मेरो ठुलो छोरी हो। अर्को मान्छेहरू चाहिँ यहाँ छन्। हाम्रो ठुलो दिदी हुनुहुन्छ यहाँ। यहाँ अर्को झन् ठुलो दिदी लम्पसेर। हेलो ठुलो दिदी, के छ? ठुलो दिदी के हेर्दै हुनुहुन्छ? ठुलो दिदी यसले पिस्ने हो। लसुन यो चाहिँ के दिदी? यो अचार? यो लसुन हो होइन। सिलौटो छैन तपाईँहरूको घरमा? सिलौटो अस्ति थियो, अस्ति थियो। अनि अहिले कहाँ भयो दिदी? फुट्यो के? किन फुट्यो? दाइको रिस पोख्या हो? सिलौटोहरू लागि यो जान्ने साथै यस्तो राम्रो पिसिन्छ? पिसिँदैन रहेछ हल्का हल्का होइन। तर केही छैन, म पिस्ने कोसिस म गर्छु। पिस्दिन्छु नि त दिदी। ठिकै त्यति भयो नि हुन्छ होला। लास्टमा आएर भन्नु छैन, ठिकै छ। दिदीले चाहिँ बक्रीसँग हालेर रहेछ नि त। त्यही भएर चिक्ला चिक्लै गरेर रहेछ दिदी। छोडाउन अल्छी लागेर। माछाको चाहिँ के हो? दाँतै छैन कि अब? दाँतै? त्यसको दाँत झिक्या हो दिदी। अहिले मैले दाँत झिकेर खाएको हो। माछाको पनि दाँत हुन्छ। मिठो रहेछ। मिठो थियो। अब यसलाई चाहिँ हामी छोपिदिउँ है। अब म चाहिँ यहाँको अब सेफ हो। मैले त अलिअलि चाख्नु पऱ्यो कहिले कस्तो बनाएँ होइन। अनि यो अलिकति अचार चाख्छु म। यो अलिकति राजमा पनि चाख्छु म। कहिले ठोकिन्छ अरे? कहिले ठोकिदिन्छ? अनि यो चिकन, यो चिकन रेसिपी हजुर दिदी। ए अब ल गाइडहरू, अब हेर्न पुग्यो नहेर्नु है, थुक्न लिनु। म ढक्का लगाइदिन्छु। यो यसमा बाई बाई। ल यसलाई पनि क्लोज गरिदिनु। ल छैन अब सिद्धो। यो म चाखेर देखाउँछु तपाईँहरूलाई मिठो छ कि छैन। खोइ त होइन। ओ कस्तै ह्यान्डसम देखाएको छ ल मेरो बुढीलाई। खै दिदी हेर्नु त। ओ जेन्टलम्यान दिदीलाई त ल झन्। म चाहिँ यहाँ हाम्रो कुकम्यानहरूले पकाएको के कस्तो छ टेस्ट गर्दैछु। यो चाहिँ काँक्रो र काँक्रो छैन, मुला र गाजर आलुको अचार पनि मिठो मिठो छ। यो चाहिँ पनिर होइन। एउटा तोरी लाउरे पकाएको हो। बेसी सरले पकाउनु भयो है आफैले। तोरी लौरी पनि यहीँ छ यही खाँदै। होममेड पनिर हो, त्यही पनि मिठै छ। मासु दिदीले पकाएको मासु कुरै नगर्नु, मिठो हुन्छ।
अनि यता साँच्ची त हाम्रो यो मछलीको झोल पनि बन्दैछ है यो मछलीको 4वटा टाउकोमा दिदीले एउटा टाउको हाल्नुभएछ 3वटा टाउको गायब बनाउनु भएछ यो माछलीको झोल मछली जल के छ केही पनि छैन हाम्रो चिसो छ हजुर अनि त्यसपछि त्यहाँ दालहरू छ हजुर बच्चाहरूले किनकि मासु खाँदैनन् ऊ त्यहाँ मुनि चाहिँ के यो सबै हाम्रो चक्लेट छेउ हो दिदी हो चक्लेट छेउ हो हजुर यो चाहिँ चक्लेट छेउ छ दिदी हाँसिरहनु भएको छ यो धनियाँ हो दिदी हाँस्ने बानी छ होइन बुढी हाँसिरहेको छ यो चाहिँ नयाँ फ्रिज गाडी हामीले अस्ति भर्खर ल्याएको यो 19 पाउन्डको फ्रिज हाम्रो ठुल दिदी आउनु भएको नमस्ते भन्नुहोस् छ ठुल दिदी नमस्ते गर्नुहोस् निहुरेर ढोक्दा त ठुल दिदीले भुक्क पारिदिया ल वेलकम 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 दर्शन ढोकिया ढोक्दिया भुक्क पारिदिया नमस्ते ढोकिया बोल न बोल न यसलाई गुले च्यापेर त्यही भएर त्यसरी हिँडिरहेको छु त्यो भइसक्यो कुन प्लेट यो चाहिँ हातले खाने हो पनि चल्दै खाने कस्तो यो दिदी कस्तो हाइट लगाइछ एउटा चाहिँ बसेट नहालेर कस्तो उठ्यो होला ल हाम्रो अब काली दिदीले चाहिँ मासु हालेर हुन्छ मासु अर्को यहाँ मासु खानु पाएर नाचिरहेको छ फेरि खै तिमीहरूको दाँत देखाऊ त मासु खान्छ होला न बहिनी उठ बहिनी उठ्छ है लोराले चाहिँ माछा म खानिदिन्छु तपाईँले हालिदिनु ल चम्चा त्यो प्लास्टिकको चम्चा हालिदिनु अहिले मोमोलाई चाहिँ मिठो लाग्दैन तर मन पर्छ सिस्टर पनि हालिदिन्छ त्यस्तै हो ओ माई गॉड अब तेल पोख्छ है ल ल ल ल ल भाइ तर्केर चेस गर्दा भुक्क पार लाग्ने फेरि ए यो त नौटङ्की नै अर्को नागिन डान्स गर्नु नागिन डान्स गर्नु नागिन डान्स गर्नु चाहिँ खुसी ल धन्यवाद ओ कस्तो गरी देख्यो हौ यो बाजेलाई टोकाइ जस्तै अर्को गर्छ